Hello everyone, good morning, टास्तेले नमस्कार सम्पूर्णमा वेलकम ब्याक टु माई के भन्नु वेलकम ब्याक टु माई युट्युब च्यानल। अलि धेरै नै ओभर एक्टिङ भयो कि क्या। अनि म चाहिँ हुँदैछु रेडी स्कुल जानको लागि। गेट रेडी विथ मी। स्किन केयर गाइस, स्किन केयर के गर्नु, जति स्किन केयर गरे पनि थोप्रा यस्तो छ। गरे पनि हैन, यो नगरेर चाहिँ यस्तो भएको। खासमा यो पहिल्यैदेखि नगरेर केयर नगरेर त्यतिकै ल्याङफ्याङ हिँडेर घाममा धेरै हिँडेर चाहिँ यो अनेक थरी आउन थालेछ स्किनमा। यस्तो आउन थालेको त्यस्तो धेरै पनि भएको होइन, तर आउन चाहिँ थुप्रै के आउन थाल्यो। अहिले चाहिँ म अलि हतारमा पनि छु, त्यही भएर अलिक छिटो छिटो गर्नुपर्ने हुन्छ, किनभने अबेर भइसक्यो, ढिलो भइसक्यो। अलिक सुक्न दिनुपर्ने, तर के गर्नु, अब टाइम छैन मसँग। त्यही भएर मैले लगाइदिइहालेँ। इट्स ओके, के पनि हुँदैन भन्ने लगाइदिने। अब यो स्कुल लगाएपछि चाहिँ खासै भिडियो कन्टेन्टहरू हुँदैन। कन्टेन्ट त के भन्नु र, हामीले त्यस्तो प्रि प्लान गरेर अब यो भिडियो बनाउने त्यो गर्ने भनेर चाहिँ गर्दैनौँ। हामी के गर्छौँ भन्दाखेरि 5 मिनट अगाडि सोध्छौँ भिडियो गर्ने भनेर। हामी भनेको चाहिँ म र अब साथी सँगसँगै हुन्छ नि त, जहिले पनि छुट्टीको बेलामा पनि स्कुलको बेलामा पनि सँगै नै हुने भइहाल्यो। अनि 5 मिनट अगाडि सोध्छौँ कि यो भिडियो बनाउने भनेर, त्यसैमा सुट गर्न थालिहाल्छौँ। अनि त्यसपछि हुँदा हुँदै के भइरहेको छ त्यही गरिहाल्छौँ। अनि त्यसमा अहिले त हामीलाई त एडिटिङ पनि त्यस्तो धेरै आउँदैन, यसो धेरै आउँदैन होइन। पहिला सुरुमा त थाहै थिएन केमा एडिट गर्ने भनेर, अनि पछि त्यो के गरेर मेसो मिलाइयो। अनि एडिट गर्न पनि आउँदैन त्यतिकै। म त 20 मिनटमा 15 मिनटमा, धेरै भन्दा पनि 15 मिनटमै गरिदिन्छु सबै। किन के गर्ने, त्यही हामीले त्यस्तो के गरेको हुँदैन। त्यही भिडियोलाई टक 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 जोडिदिनु भइ त गयो। तर बिस्तारै चाहिँ म सिक्छु एडिट गर्न पनि अलिक राम्रो तरिकाले। के मलाई त्यो उयोहरू पनि लिन आउँदैन अहिले त। त्यो के भन्छ उयो राख्छ नि अगाडि फोटो, के भन्छ त्यसलाई, मैले बिर्सेँ। त्योहरू पनि गर्न आउँदैन, साउन्डहरू पनि एड गर्नु आउँदैन, किनभने त्यसको पनि थुप्रो उयो कपिराइट के हुँदो रहेछ हामीसँग। अब त्यो सबै त्यसमै मात्रै झुन्डी बस्ने उयो पनि हुँदैन, कुरा पनि भएन। अनि त्यसपछि जस्तो मिसो मिलाएर यसो टाक्का गरिरहेको हुन्छौँ। तर बिस्तारै चाहिँ म हेर्छु, सिक्छु, टाइम मिलाएर टाइमै दिएर एडिटिङहरू सिक्नु पऱ्यो, के गर्नु पऱ्यो। अनि त्यस्तै हो कुराकानी। अनि बिस्तारै अब अलिक राम्रो भिडियो एडिट गर्नु पऱ्यो भन्ने सोचिरहेको छु। तर के गर्नु, जति राम्रो भिडियो एडिट गर्नु, यो फोन त नयाँ हो। यो फोन मेरो खासमा चाहिँ यो फोन किनेको मैले कति 6 मन्थ 7-8 महिना पनि भएको छैन। तर यसको अलि उयो भएर होला, कस्तो राम्रो आउँदैन कि क्यामेरा। राम्रो फोन भएको, तर नि यस्तो हो, राम्रो फोन भएर पनि राम्रो कन्टेन्ट भएन भने त के काम भयो त होइन। फोन जस्तो भए पनि राम्रो कन्टेन्ट हेरिदिने मान्छेले माया गरेर हेरिदियो भने थियो नि, जस्तो भए पनि। यो चाहिँ हाम्रो गाउँ, कस्तो रमाइलो। अनि यो चाहिँ हाम्रो स्कुल। फनक्क घुमाइदिन्छु ल म, फनक्क। अर्को पनि ल्याउन चाहन्छ। कहाँ पुगेछ हाम्रो स्कुलको कप? के प्लेट बनाउनु हो? खानीलाई मैले खाने खै अस्ति दिन त मिल्दै, आज कस्तो अमिलो भइरहेको छ। स्कुलको भइसक्यो पैसा कस्तो हो झोल, कस्तो हो मिठो झोल गुलियो पारेको छ। झोल त के हो उसको बनाएको, के को चाहिँ बनाउनु, के को बनाउनु भएको, के को जस्तो लाग्यो भन त। खाएको पक्नुमा भन्छु। फ्रेस हो सबै, आज मोमोदेखि लिएर सबै फ्रेस हो, नक्कली हो। अनि हामीलाई फ्रेस त खान्छ, हामी फ्रेस बाहेक अरू पनि खाँदैन।
अघि नै सोध्नु लाग्छ मैले स्मृतिलाई अभी यो खासमा हामी के छ भनेर खाने उहाँ एकचोटि स्कुलमा ल्याएको देख्नु है त्यो बच्चाहरूलाई भनेर त्यहाँदेखि मिठो लाग्यो त्यहाँदेखि के छ भनेर खाँदा मोमोमा के मामा चाहिँ बाहिर बस्नुभयो Dia tak ada pada apa dia tahu. यहाँ छोडेर जानु बाबा Ha? धेरै माथि जस्तो नहुनु कस्तो धेरै अझै भनौँ हावा खाने ल हावा खाने के खाने भने Kau tu bayar mus berapa mas? कप यहाँ छ तल Polis यहाँ अङ्कल ल्याइदिनु त हो र bayar us mas jadi ke baca berapa? पहिला अरूको राख्नु अचार राख्नु त अनि Terima kasih. कसले ल्याएको भाउजू मै Ambil baca? होइन कसले ल्याएको भनेको मात्र अर्को मान्छेले Juli lain kau na. नाम थाहा छैन मलाई फेरि फोटो देखाउनु भेडाको मै खाने भने आउँदैछ 2-3 दिनपछि तेरेको भेडा पनि खाने मै अझै खाएन नाना डब्बामा Duit mana kini ke bayar saya masam kini मेरोको जिउ त किन्नुपर्छ मलाई त ल्याइदियो है अस्ति न त्यही उयो त्यहाँ दिनु नुन लिन आउने भाइ रहेछ नि त 200 वटा छ माफी र भाइ मै खाने भाइ ल्याइदिन्छु र मै चाहिँ होइन भाइ घिउ त्यो छ भने ल्याइदेऊ त भनेर त्यसको गनाउँछ होला डब्बा भेडाको किन्दा मैदा है? भनेर सानो डब्बा पठाइदिएको छु मैले एकचोटि खाएको अर्डरमा त्यसको सामान राखेको थिएँ mana pun pasal itu ni. अब हात चाहिँ भर्खर बनाएर रोग आफूले ल्याइदिन्छ भने डब्बा हात चाहिँ भर्खर बनाएर नुन सुन ठिक रहेछ आज मैले पनि टेस्ट गरेको छैन आज त ठिक छ बोले ठिक छ त्यो दाइन्छ तपाईँहरू किन मैले पनि मगाएको छु क्या पैसा गरेर पर्दैन ग्रोस न अलि आइडी अमिलो हुनु नि लाग्यो है Lari hasil ni tu je. मैबाट अमिलो पो मिठो हुन्छ म ठिक मिठो छ मन भएको छैन कोरवालमा खान्छु ल खाउ गाउँको खोर्सानी र खोर्सानी झ्याप्चुल देख्यौ त्यही छ Sudah bisa. यसमा त उयो मासु छ नि अझै फर्स्टको किमामा चाहिँ मासु पुरा दिएन के भयो त्यो केमा पनि अस्ति हामीले लिएर आउनु भनेर लिएर आएको त है त्यो उयो मात्र के बस्दै बस्छौ के पनि खानु चिल्लो चिल्लो
ठुलोको बाउले अनि लिएर आउनु भनेर आफूले आफू गएर बनाएको कि अरूलाई ल्याऊ भनेर ल्याएको ल्याऊ भनेर गाडी मान्छेलाई ए त्यस्तो भन्नुपर्छ कि अलिक बसो कम्ती हालेर